आज दिनाङ्क 10 नोभेम्बरको दिन अति नै दुःखद घटना घट्यो। मेरो आफ्नो पडोसी जो रात दिन आफ्नो फ्यामिली जस्तो भएर बसिरहेको, हामीले सबलाई दिदी भनेर सम्बोधन गरिन्थ्यो, उनी आज हाम्रो माझ रहेनन्। उनी अति नै प्रिय थिइन्। उनी सबै गाउँघर समाजमा आफ्नो या पराई सबैमा पनि सघाउने गर्थ्यो। कसैको घरमा दुःख पर्दा पनि आफ्नो फ्यामिली जस्तो भएर दुःखमा सम्मिलित हुन्थ्यो। तर उनी आज हाम्रो माझ रहेनन्। उनीको अन्तिम दिदीको अन्तिम यात्रा हामी माझ, अब उनी हामी माझ रहेनन्। उनको खाली माया र यादहरू मात्रै रहनेछ। आकस्मिक निधनले सबैलाई नै एकदम दुखित पारेको छ। उनी सबैको प्यारो थिइन्, त्यसै कारणले गर्दा मलामीहरूको तातो पनि एकदमै ज्यादा थिइन्। सबैजनाको आँखाभरि आँसु लिएर उनी हामी सबलाई छोडेर गइन्। यस्तै प्रकारले अब मान्छेको दिन त हुनु त आज छ कि भोलि छ कसैको छैन। आज उनी यो अवस्थामा छिन् त भोलि हामी पनि यो अवस्थामा पुग्छौँ। तरै पनि मनले कहाँ मान्दो रहेछ र। अति नै दुःखद घटना घट्यो हिजोसम्म। अब दिदी हामी माझ रहेन। उनलाई अब हामीले कहिले पनि देख्न पाउँदैन। उहाँलाई अब हामीले केवल सम्झनामा मात्रै हुनेछ। उनी हामी साथमा छैन। उनले हामीलाई सदाको लागि छोडेर गयो। संसारको एउटा नियमलाई उनले पालन गरेर जानमा उनी सक्षम भयो। हे भगवान, दिदीको लागि सधैँ आफ्नो गोदमा लिइरहनुहोस्। दिदीको आत्माले शान्ति पाउन्। भले यहाँ उहाँले जति नै कष्ट दुःख खुसी र उहाँले जे गर्नुभयो भने अबको उसको बाटो चाहिँ एकदम सुगम भएर जाओस्। उहाँलाई भगवानले आफ्नो चरणमा लियोस्। उहाँलाई हामी सबैजनाको